हेलो साथीहरू नमस्ते। मैले चिकन चाउमिनको रेसिपी लिएर आएको छु। हेर्नुस् है त घरमा यस्तो मिठो एन्ड टेस्टी चिकन चाउमिन कसरी बनाएर खान सकिन्छ त। एउटा भाँडोमा पानी बोइल गर्ने, नुन बेसार हल्का ओइल राखेर त्यो चाउमिनलाई त्यही मजाले एकछिन बोइल गरिदिने। बोइल गरिसकेपछि मजाले धुने, धारोमा लगेर अनि छलछल्ती धुने। अनि धोइसकेपछि हल्का ओइल राखेर चलाउने। यसो गर्यो भने चाहिँ टाँसिँदैन। ओइल राख्ने अनि चिकन राखेँ। अनि चिकन राखेपछि त्यो चिकनलाई एकछिन मजाले फ्राई गरेँ रातो हुन्जेल। अनि भिजाएको चना, केराउ अनि हल्का लसुन पनि एड गरेँ। अनि त्यसलाई एकछिन मजाले परपर्ती भुटेँ। अनि आफूलाई जे मनपर्छ त्यो सब भेजिटेबलहरू एड गर्ने, प्याज खुर्सानी सबै राख्ने। अनि त्यो राखिसकेपछि पनि एकछिन मजाले त्यो सबै स्वाद अनुसार नुन राख्ने। अनि नुन राखेपछि एकछिन मजाले चलाउने। यसरी पकाउँदा चाहिँ एकदम टेस्टी हुन्छ। अनि चाउमिन राखेँ। अनि चाउमिन राखेपछि घरमै बनाएको अचार पनि एड गरेँ। अनि हल्का सोया सस राखेँ। अनि एकछिन मजाले भुटेँ चाउमिनलाई। अनि चाउमिन रेडी भइसक्यो। ल हेर्नुहोस् त, यस्तो टेस्टी चाउमिन घरमै बनाएर खान सकिन्छ भने किन होटेल धाउने त होइन। हजुरहरूलाई पनि यो रेसिपी राम्रो लाग्यो, मन पर्यो भने आफ्नो किचनमा एड गरेर हजुरले पनि यस्तै चाउमिन बनाएर खान सक्नुहुन्छ। धन्यवाद। थ्याङ्क यू।